अहिले चाहिँ मकै छ हाम्रो खेतमा चाहिँ हैन, मैले पानी पनि राम्रोसँग परेन नि त। त्यस कारणले गर्दाखेरि मकै छरेका छौँ। अब धान रोप्ने भनेको हो है, मैले बुवालाई धान रोपाउँ त बुवा भनेको, उहाँले चाहिँ यति बेला हामीसँग हुनुहुन्छ अहिले दुईजना फुटबल स्टार रोनाल्डो र मेस्सी। अनि उहाँहरू अहिले भर्खर खेतको काम पनि सकेर आउनुभएको छ। अब उहाँहरूसँग केही विशेष कुराकानीहरू पनि गरिहालौँ। अनि रोनाल्डोजी, तपाईँहरू त भर्खरै खेतको काम पनि सकेर आउनुभएको छ होइन? अनि के छ खेतबारीमा, के लगाउनु भएको छ अहिले चाहिँ? अहिले चाहिँ मकै छ हाम्रो खेतमा चाहिँ हैन, मैले पानी पनि राम्रोसँग परेन नि त। त्यस कारणले गर्दाखेरि मकै छरेका छौँ। अब धान रोप्ने भनेको हो है, मैले बुवालाई धान रोपाउँ त बुवा भनेको, उहाँले चाहिँ मान्नु भएन। अलि जिद्दी हुनुहुन्छ कि बुवा, उहाँले चाहिँ आफैले भन्नुभयो अहिले पानी परेको छैन हैन, बढी कुरा नगर, बढी कुरा गरिसक्नु फेरि अनि भेट्छस् नि तैँले भन्नुभयो कि। अनि हातै राख्नु भयो नि त हान्नको लागि, त्यही भएर अनि अहिले चाहिँ अनि सिरामा पनि हामीले छरेनौँ, सुनसरीमा पनि छरेनौँ। अहिले दुईतिरै बाँझै छ। अनि यता जनकपुरतिर पनि अलिअलि छ, मकै सबै छर्या छ। त्यही हो, अरू त अब त्यस्तो खासै केही छैन, विशेष कुराकानी त्यस्तो अब चाख लाग्दो कुरो केही छैन भनौँ न हाम्रोतिर चाहिँ। त्यही हो, अब मकैको सिजन छ, मकै फलेपछि। अनि मेसीजीले पनि त छर्नु भएको होला नि होइन खेतबारीमा मकै? अनि मेसी त पहिलेदेखिको हली पनि होइन र? ऊ त हली नै हो नि त पहिल्यैदेखि। तपाईँहरू दुईजना मिलेर एक हल गोरु चाहिँ चलाउनु? एक हल गोरु चाहिँ हामी दुईजनाले चलाउँथ्यौँ सानैदेखि। त्यस्तो कुरा छैन। मैले पनि अब हली भनेर सबै हली त होइन, तर अब पहिला पनि हली त काम गरिन्थ्यो, खेतमा काम गर्ने, बारीमा काम गर्ने होइन। फुटबल नखेल्दाखेरि त मैले खेतबारीमा खुब काम गरेँ नि त। अनि त्यो हुनाले पनि मैले अलिअलि त गहिले पनि गर्छु होइन। ऊ अल्छी छैन, अब सानैदेखि त त्यही त, ऊ चाहिँ अल्छी छैन होइन। उसले गरिरहन्थ्यो क्या सानैदेखि, अब खेतमा काम गर्ने, कुलो सर्ने, बुटो झार्ने होइन, यो काम त्यो काम सबै गर्थ्यो क्या उसले। अनि सध्य पनि त छ नि मान्छे, अब दाइ जस्तो मान्छे सम्मान त दिनुपर्ने, तर म अचल खासै सम्मान दिन्न क्या। अनि हामी यस्तै त हो नि ब्रो भनौँ होइन। अनि ऊ चाहिँ म चाहिँ एकदम मिल्ने साथी, घनिष्ठ, सानोदेखि गोचा खेल्ने, भुस खेल्ने। भुस खेल्दा उसले त चुङ्गी कम जित्या छ मेरो, अहिले बोल्नु पो भएको छैन समाजमा होइन। त्यही यो कुरा। ल धन्यवाद सबैजनालाई, अब के भन्नु त।